अनलाइनमा रहनुहुने सम्पूर्ण मित्रहरूलाई नमस्कार। म तपाईहरुको साथी हर्क साम्पा। मित्रहरू, म कहिलेकाहीँ फुर्सद निकालेर चाहिँ गीत सङ्गीत अभ्यास गर्ने गर्छु। हुन त अनौठो लाग्न सक्ला। अब हाम्रो देशमा चाहिँ के छ भने नेता भन्ने बित्तिकै चाहिँ उ चाहिँ तपाईको टिपटप भएर हिँड्नुपर्ने, रातो कार्पेटमा हिँड्नुपर्ने है, 5-10 जना बडीगार्ड थोरैमा पनि लगाएर हिँड्नुपर्ने, नबोल्नुपर्ने, अरूसँग जनतासँग घुलमिल नगर्नुपर्ने, अन्तर्क्रिया नगर्नुपर्ने भन्ने खालको एउटा परम्परागत सोच विचार र त्यो खालको बुझाइ छ। तर त्यो बुझाइबाट मुक्त छु म। त्यसो भएको कारणले गर्दाखेरि गीत सङ्गीत मेरो एउटा शौकको रूपमा मैले लिएको छु। म त्यस्तो कुनै जान्ने बुझ्ने यो चाहिँ गीत सङ्गीतको बारेमा त्यस्तो तपाईँको विज्ञ त केही होइन, तर मैले यो समाजलाई कसरी सुधार्न सकिन्छ, नेपालीलाई नेपालसँग कसरी जोड्न सकिन्छ, कसरी मान्छेलाई जिम्मेवार नागरिक बनाउन सकिन्छ भन्ने चिन्तनले मैले धेरै असङ्ख्य जनचेतनामूलक गीतहरू कोरेको छु र चाहिँ नि जानी नजानी यसलाई कम्पोज गरेर गाउने कोसिस पनि गरेको छु। म धरान उपमहानगरपालिकाको निर्वाचित मेयर हुँ। यतिखेर तपाईहरुलाई अनौठो लाग्न सक्छ, मेयर भएर फेरि गीत गायो भन्ने होला, तर त्यसो भनिरहँदाखेरि म भित्र रहेको एउटा कलाकारलाई मैले मार्न सक्दिनँ है। म भित्र भएको त्यो एउटा कलालाई चाहिँ घरिघरि मैले प्रस्फुटन गर्नुपर्छ भन्ने मेरो मान्यता हो, अन्यथा नलिनु होला। जिम्मेवारी बढेको छ, त्यो जिम्मेवारी म वहन गर्नेछु है, अक्षरश म वहन गर्नेछु। जनताको भावना, चाहना र आवश्यकता परिपूर्ति गर्नलाई म काम गर्ने हो र म एक्लैले पनि हुँदैन। त्यसले गर्दाखेरि सबैलाई चाहिँ नै आग्रह गर्नका लागि, अनुरोध गर्नका लागि, हार्दिक अपिल गर्नका लागि मैले एउटा गीत यहाँनिर बनाइरहेको छु। यो धरानलाई बनाउने र धरानलाई चाहिँ नै होइन तपाईको चाहिँ नै बचाउने उद्देश्यले मात्रै बनाएको गीत होइन। यो हामी सारा नेपालीहरूले नेपाललाई माया गर्नुपर्छ भन्ने एउटा गीत हो। अब यो धेरै गफ गर्नुभन्दा पनि कस्तो रहेछ गीत भन्ने सुन्नु होला। त्यसलाई त्यति खास लाउन जान्दिनँ, त्यही पनि यसले भन्न खोजेको कुरा के हो भने यहाँहरूले यसको भाव बुझ्नु होला। स्वर राम्रो छैन, चुनावमा धेरै कराइयो। अब तपाईहरुले देख्नै भएको हो होइन, धेरै कराइयो, एक्लै कराइयो, कहिले थोरै साथीहरूसँग कराइयो। त्यसले गर्दाखेरि बेला बेला मैले गीत गाउने मेरो स्वर बिगारेँ। मेरो अझै रिकभर भइसकेको छैन। यहाँलाई म गीत सुनाउँछु। गीतको बोल छ हाम्रो धरती। हाम्रो आकाश, हाम्रै यो देश। हाम्रो धरती, हाम्रो आकाश, हाम्रै यो देश। श्रम गरौँ सबै मिली बनाऊ यो देश। श्रम गरौँ सबै मिली बनाऊ यो देश। हाम्रो आकाश, हाम्रै यो देश। हाम्रो धरती, हाम्रो आकाश, हाम्रै यो देश। श्रम गरौँ सबै मिली बनाऊ यो देश। श्रम गरौँ सबै मिली बनाऊ यो देश। स्वर राम्रो छैन है। देश आफै बन्दैन गाली गर्दै अरूलाई। देश आफै बन्दैन गाली गर्दै अरूलाई। हातेमालो गरौँ अब सच्याएर आफूलाई। हातेमालो गरौँ अब
सच्याएर आफूलाई श्रम गरौँ अघि बढौँ कसको हेर्नु आस श्रम गरौँ अघि बढौँ कसको हेर्नु आस विदेशीले बचाउँदैनन् हाम्रो देशको साथ विदेशीले बचाउँदैनन् हाम्रो देशको साथ हाम्रो धरती हाम्रो आकाश हाम्रै यो देश श्रम गरौँ सबै मिली बनाऊ यो देश श्रम गरौँ सबै मिली बनाऊ यो देश फलाएर हिरा मोती यही मलिलो माटोमा फलाएर हिरा मोती यही मलिलो माटोमा पसिनाले क्षितिज कोर्दै उन्नतिको बाटोमा पसिनाले क्षितिज कोर्दै उन्नतिको बाटोमा गाथा हाम्रो संस्कार हाम्रै परिवेश हाम्रो गाथा हाम्रो संस्कार हाम्रै परिवेश सबै मिली हराभरा बनाऊ यो देश सबै मिली हराभरा बनाऊ यो देश हाम्रो धरती हाम्रो आकाश हाम्रो धरती हाम्रो आकाश हाम्रै परिवेश श्रम गरौँ सबै मिली बनाऊ यो देश श्रम गरौँ सबै मिली बनाऊ यो देश हाम्रो धरती हाम्रो आकाश हाम्रै यो देश गीत नगाएको पनि धेरै भएछ त्यही माथि यो चुनावको बेलामा धेरै कराएर घाँटी सबै बिग्रेको छ यहाँहरूले स्वर कस्तो थियो भन्ने कुरा भन्दा पनि लय कस्तो थियो भन्ने कुरा भन्दा पनि यो गीतको शब्दलाई यहाँहरूले मनन गर्नुहोला हामी सबै मिलेर अब एकले अर्कालाई दोषारोपण गरेर यो र त्यो भनेर एकले अर्काको चाहिँ नि होइन बाटो छेकेर यो खालको चाहिँ फोहोरी राजनीति जुन हामीले गर्दै आइरहेका छौँ त्यो राजनीतिबाट माथि उठेर अब हामी राष्ट्रिय स्तरका नेताहरूलाई पनि म भन्न चाहन्छु यो गीत मार्फत हामी अब हातेमालो गरेर अगाडि बढ्नुपर्ने दिन आइसकेको छ यहाँहरू सबैले यो गीतको सन्देश बुझिसक्नु भएको छ यदि यहाँलाई यो सन्देश ठिक लाग्यो भने पक्कै पनि सेयर गर्नु होला हस्त धन्यवाद नमस्कार जय